जय मसी सबैलाई। हामी चाहिँ फाइनल्ली लाइभ आउन सफल भएका छौँ। हामीलाई चाहिँ अलिकति इन्टरनेटले गर्दा भनेको समयमा हामी आउन सकेनौँ, माफ गर्नुहोला। र अब चाहिँ हामी तपाईहरू माझमा आएका छौँ र अहिले चाहिँ हामी आशा गर्छौँ हाम्रो इन्टरनेटले पनि राम्ररी काम गर्नेछ र जतिजना हाम्रो पर्खाइमा हुनुहुन्थ्यो यहाँहरूलाई धन्यवाद भन्दछौँ धैर्य धारण गरिदिनुको लागि। र अब चाहिँ हामी क्विजतर्फ जानेछौँ र जतिजना यो लाइभमा जोडिनु भएको छ तपाईहरूले चाहिँ यो लाइभलाई सेयर गरिदिनु होला ताकि धेरैभन्दा धेरै मानिस समक्ष चाहिँ यो पुग्न सकेको होस् र धेरैभन्दा धेरैजनाले चाहिँ क्विज खेल्न सक्नु भएको होस्। एकदमै हाम्रो क्विज आज सुरु गर्छौँ। तपाईहरू आइसक्नु भएको छ हाम्रो पर्खाइलाई। तपाईहरूले धेरै वर्षमा आज हाम्रो क्विजको प्राइस चाहिँ हिजोको तुलनामा 100 रुपियाँ बढेको छ अनि हाम्रो प्रायोजक हुनुहुन्छ पूर्व जोनाथन अनि जसले हामीलाई आजको क्विज खेल्नको निम्ति आयोजना गर्नको निम्ति उहाँले आज हामीलाई उत्साहित गराउनु भएको छ। अझ प्रायोजनको लागि पूर्व जोनाथनलाई हामी धन्यवाद भन्दछौँ र उहाँले चाहिँ आजको क्विजलाई प्रायोजन गर्नुभएको छ। अनि हामी अनुरोध पनि गर्दछौँ कि हाम्रो यो ब्लेस द हिमालय अफिसियल पेजलाई तपाईँले लाइक गरिदिन नभुल्नुहोला अनि साथै हाम्रो युट्युब च्यानल छ त्यसलाई पनि तपाईँले सब्सक्राइब गर्न नभुल्नुहोला। हामीले हिजोको चाहिँ क्विजलाई पनि हामीले युट्युबमा चाहिँ हालिसकेका छौँ। तपाईँले हिजोको क्विजलाई पनि दोहोऱ्याएर हेर्न सक्नुहुन्छ यदि हिजो छुट्नु भएको छ भने। र आजको पनि हामी क्विज सकिसकेपछि हामी युट्युबमा हाल्नेछौँ। तपाईँहरूले फेरि हेर्न सक्नुहुनेछ किनकि बाइबलको ज्ञान तपाईँहरू मलाई आवश्यक। लकडाउन सँग हामी यसरी आएर यो समयलाई सदुपयोग गरौँ भन्दै हामी बाइबल क्विज हिजोबाट हामी तपाईहरुसँग निरन्तर हामी हरेक दिन आउनेछौँ अनि तपाईहरुको साथ अनि सहभागिता हामी सधैँ अपेक्षा गर्नेछौँ। अनि हामीले यो क्विज गर्दाखेरि अलिकति थोरै प्राइस भयो कि भन्ने खालको पनि कतिलाई हुन सक्छ तर हामीले चाहिँ प्राइस ठुलो कुरा होइन तर हामीले चाहिँ धेरै समय परमेश्वरको वचन चाहिँ अध्ययन गर्न छुटाइरहेका हुन्छौँ। तर यो क्विजको बहानामा चाहिँ कतिजना तपाईहरुको चाहिँ बाइबल अध्ययनको बेस बस्यो भने चाहिँ तपाईँ चाहिँ अझ प्रभुमा चाहिँ अझ राम्रो भएर अगाडि बढ्न सक्नुहुन्छ भन्ने विकास हुँदै जान्छ भन्ने एकदमै मान्यता हो। र त्यही सोचले हामी चाहिँ तपाईहरुलाई पैसा होइन तर हाम्रो कारणले तपाईको पुरानो कुराहरू पनि यदि यो क्विजले चाहिँ अपडेट हुन्छ भन्ने पनि हामी विश्वस्त छौँ किनकि यो समयमा हुन्छ हामी र जतिजना जोडिनु भएको छ तपाईहरुले लाइभलाई सेयर गरिदिन पनि नभुल्नुहोला। एकदमै तपाईहरुले यदि सेयर गर्नुभयो भने अरू पनि हामीसँग जोडिन सजिलो हुनेछ ताकि उहाँहरूले पनि तपाईहरुले जस्तै परमेश्वरको वचनलाई अपडेट गर्न बुझ्न र थाहा पाउने मौका पाउनेछन्। र हामी एकछिन वेट गर्नेछौँ किनभने त्यति धेरै जोडिनु भएको छैन। तपाईहरुले अरू साथीहरूलाई पनि यो लाइभको लिङ्क सेयर गरिदिनु भयो भने अझ जोडिन सजिलो हुन्छ। तपाईको ग्रुपहरुमा या पेजहरुमा तपाईले हाम्रो यो लाइभलाई सेयर गरिदिनु कि धेरैभन्दा धेरै जोडिनु भएको होस् चाँडै र हामी यो आजको क्विजलाई सुरु गर्न सकौँ। यतिखेर माधव चौलागाई जोडिनु भएको छ। उहाँले जय मसीह भन्दै हुनुहुन्छ। जय मसीह हजुरलाई जोडिँदै हुनुहुन्छ धेरैजना। कहाँबाट कसले हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गरिदिनुहोस् ताकि हामीले थाहा पाउन सकौँ। एकदमै सजिलो छ तपाईहरुको कमेन्टले हामी थाहा पाउनेछौँ तपाईँ कहाँबाट हुनुहुन्छ कृपया गरी अनि तपाईहरुको जानकारी हामीलाई कमेन्ट बक्समा हेलो अथवा जय मसीह तपाईले कुनै इमोज पठाएर पनि हामीसँग सहभागी हुन सक्नुहुनेछ। साथै हामीले भनिरहेका छौँ कि तपाईले हाम्रो यो लाइभलाई अझ सेयर गरिदिनु भयो भने अझ अरू पनि जोडिन सजिलो हुनेछन् र तपाईँ सँगसँगै अरूले पनि परमेश्वरको वचनलाई अनि आजको क्विजमा सहभागी भएर विजेता हुने मौका पाउनेछ। अनि अघि नै हामीले बताइसकेका छौँ आजको प्राइस चाहिँ हिजोको भन्दा दोब्बर छ है। हामीले दोब्बर बनाउन सफल भएका छौँ र त्यसका लागि पूर्व जोनाथनले सहायता गर्नुभएको छ। हाम्रो ब्रदरलाई एकदम धन्यवाद भन्छौँ तपाईलाई हाम्रो क्विजमा हामीलाई पनि तपाईले एउटा त्यो ऊर्जा दिनुभएको छ कि यो गर्दाखेरि तपाईको साथले हामीलाई अझ आउने दिनहरुमा राम्रो गर्ने हामीलाई एउटा उत्साह मिलेको छ।
यतिखेर विमल नेउपाने जोड्नु भएको छ वा दुवैबाट भन्नुभएको छ। स्वागत छ तपाईँलाई हाम्रो यो क्विजमा र तपाईँहरू होला। हामी चाहिँ यतिखेर अलिकति कुरिरहेका छौँ, केही साथीहरू अझ जोडिनु भएको होस् भनेर। पुनम राई आउनु भएको छ, जय मसिह, अनि सेयर पनि गरिदिनु भएको रहेछ। धन्यवाद छ पुनम राई तपाईँलाई। र अरूहरूले पनि जतिजनाले हेर्दै हुनुहुन्छ तपाईँहरूले सेयर गरेर चाहिँ साथ दिनुहोला। त्यसो गर्नुभयो भने एकदमै धेरैभन्दा धेरै सहभागीहरूको माझमा हामी आजको क्विजलाई गर्न सफल हुनेछौँ। र हामी दुईजना छौँ आज पनि तपाईँको माझमा, भीम र पासाङ दुईजना भएर हामी आज क्विजको दोस्रो दिनमा छौँ। र दोस्रो दिनमा हिजो पहिलो दिनमा सफलतापूर्वक चाहिँ क्विज सम्पन्न गर्नलाई तपाईँहरूले सहायता गर्नुभयो, तपाईँहरूलाई धन्यवाद भन्दछौँ। र आजको क्विजमा पनि आशा छ तपाईँहरू हामीसँग पार्टिसिपेट हुनुहुनेछ। एकदमै तपाईँहरूको बिचमा हामीले अघि पोस्ट गरेका थियौँ आज हामी 1 बजी आउनेछौँ भनेर, तर हाम्रो इन्टरनेटमा अलिकति समस्या भएको कारणले हाम्रो प्राविधिक गडबडी भयो। यसमा हामी क्षमा चाहन्छौँ, किनकि हाम्रो नेटमा अघिदेखि एकदम गाह्रो भइरहेको थियो। तर परमेश्वरलाई धन्यवाद, यति बेला तपाईँहरूसँग ढिलै भए पनि आएर अनि हामी तपाईँसँग लाइभ क्विज लिएर आउने मौका पायौँ। हुन्छ, हामीसँग जोडिँदै हुनुहुन्छ, तपाईँहरूलाई एकदम स्वागत छ। र माधव चौलागाई चाहिँ हिजोको विजेता हुनुहुन्थ्यो र उहाँ हामीसँग जोडिसक्नु भएको रहेछ। यतिखेर रायन साक्य, जय मसिह तपाईँलाई म राम्रोसँग चिन्छु पनि, खुसी लाग्यो तपाईँ हिजोदेखि सहभागी हुनुहुन्छ, तपाईँलाई धन्यवाद। हाम्रो बिचमा तपाईँहरूको यो सहभागिताले हामी धेरै उत्साहित अनि खुसी छौँ। तपाईँहरूको जीवनमा परमेश्वरले आशिष दिनुभएको होस्। र हामी छिटै नै सुरु गर्दैछौँ अब चाहिँ। हजुर, हुन्छ, हामी अब चाहिँ सुरु गर्नेछौँ र बिचमा उहाँहरू आफै जोडिनु हुनेछ। अनि कतिजनाले चाहिँ हामीले ग्रुपमा सेयर गरेकोमा चाहिँ हिजो कमेन्ट गर्नुभएछ, अनि हामीले तपाईँहरूको कमेन्टलाई हेर्न पाएनौँ, तपाईँहरूको आन्सरलाई। त्यसकारण तपाईँ चाहिँ ग्रुपमा सेयर गरिएको लिङ्कबाट चाहिँ हेर्दै हुनुहुन्छ भने चाहिँ तपाईँ हाम्रो ब्लेस द हिमालयको पेजको त्यो नाममा तपाईँले क्लिक गर्नुहोस्। त्यसो गर्नुभयो भने हाम्रो पेजमा जोडिन सक्नुहुन्छ र तपाईँहरूले दिनुभएको आन्सर चाहिँ हामी हेर्न सक्दछौँ। सन्देश श्रेष्ठ जय मसिह भन्दै भएको छ, जय मसिह हजुरलाई पनि। र हामी अब चाहिँ सुरु गरौँ है। हुन्छ, ठिक छ। र हामी पनि सीमित समय लिएर मात्र आएका छौँ, त्यसकारण र हामी सुरु गर्दछौँ। यतिखेर सीता अधिकारी, हाई ब्रदर जय मसिह भन्नुभएको, जय मसिह, जय मसिह भन्दै आउनु भएको छ, जय मसिह हजुरलाई पनि है त। र आउनुहोस्, अब चाहिँ हामी सुरु गर्नेछौँ र पहिलो क्वेसनतर्फ हामी लाग्दैछौँ है त। र तपाईँहरू तयार भएर बस्नुहोस् है। तपाईँहरू पनि सकेसम्म नोट गर्नुभयो भने तपाईँलाई आगामी दिनमा पनि काम लाग्छ हाम्रा क्वेसनहरू चाहिँ। र हामी अब चाहिँ क्वेसनलाई अगाडि राख्दैछौँ। पहिलो क्वेसन, गोपाल राई, म चाहिँ फर्स्ट टाइम हो हजुर, जय मसिह भन्नुभएको छ। स्वागत छ गोपाल राई तपाईँलाई पनि हाम्रो यो क्विजमा। र तपाईँहरूलाई फेरि पनि अनुरोध गर्छु कि तपाईँहरू कतिजनाले सेयर गर्नुभएको छैन र तपाईँहरूले सेयर गरिदिनुहोस्। त्यसो गर्नुभयो भने अरूलाई पनि जोडिनलाई सजिलो हुन्छ है त। र तपाईँहरूले आफ्नो टाइमलाइनमा, ग्रुपमा अथवा पेजहरू छन् भने तपाईँहरूले सेयर गर्नुभयो भने चाहिँ एकदम सजिलो हुन्छ है त। र अब चाहिँ हामी फर्स्ट क्वेसन राख्दैछौँ। फर्स्ट क्वेसन पहिलो नम्बरको प्रश्न तपाईँहरूको बिचमा म राख्न गइरहेको छु। तपाईँ तयारी हुनुहोस्, एकदमै सही सुन्नुहोस् र सही जवाब दिनुहोस्। पहिलो प्रश्न छ, बाइबलमा सबैभन्दा लामो समय बाँच्ने व्यक्ति को हुन्? फेरि एकपटक, बाइबलमा सबैभन्दा लामो समय बाँच्ने व्यक्ति को हुन्?
बाइबलमा सबैभन्दा लामो समय बाँच्ने व्यक्ति को हुन्? तपाईँले छिटोभन्दा छिटो आन्सर दिनुहोस् र आफ्नो उपहार तपाईँ चाहिँ विजेता हुनका लागि अगाडि बढ्नुहोस् भन्ने हाम्रो शुभकामना छ र तपाईँले आन्सर दिन सक्नुहुन्छ। हाम्रो पहिलो क्वेसन हामीले राखिसकेका छौँ। बाइबलमा सबैभन्दा लामो समय बाँच्ने व्यक्ति को हुन्? मतुसेलह। पुनम राईले आन्सर दिनुभएको छ। बधाई छ पुनमजी तपाईँलाई। मतुसेलह र जो चाहिँ 969 वर्ष बाँचेका थिए है। बाइबल भित्र हामीले हेऱ्यौँ भने जुन कुरा यदि तपाईँलाई थाहा छैन भने उत्पत्ति 5:27 हेर्न सक्नुहुनेछ है। हामीले क्वेसन राखेका थियौँ मतुसेलह भनेर आन्सर दिनुभएको छ माधव चौलागाईले पनि र अगाडि चाहिँ पुनम राईको आन्सर आएकोले तपाईँ चाहिँ अलिकति लेट हुनुभयो है त। उहाँ हिजोको विजेता पनि हुनुहुन्छ, आज पनि उहाँ समयमै हामी कहाँ जोडिनु भएको छ। हुन्छ, हाम्रो सारा केल्सजीले पनि मतुसेला भन्नुभएको छ। हुन्छ, तपाईँलाई नि धन्यवाद। तर हाम्रो जवाब अगाडि नै आइसकेको छ र हामीले क्वेसन राखेका थियौँ बाइबलमा सबभन्दा लामो समय बाँच्ने व्यक्ति। उत्तर मतुसेलह र मिलाउनु भएको छ पुनम राईले। मतुसेलह चाहिँ बाइबलभित्र हेऱ्यौँ भने हामीले 969 वर्ष बाँचेको पाउँदछौँ। जुन कुरा तपाईँले बाइबलको उत्पत्तिको पुस्तक 5 अध्यायको 27 पदमा पाउनुहुन्छ है त। र गोपाल राईले पनि मतुसेलह भन्नुभएको छ। र अब चाहिँ हामी सेकेन्ड क्वेसनतर्फ लाग्दैछौँ र सेकेन्ड क्वेसन रहेको छ परमेश्वरले हारूनलाई के कामको निम्ति नियुक्त गर्नुभयो? परमेश्वरले हारूनलाई के कामको निम्ति नियुक्त गर्नुभयो? आन्सर दिनुहोस् एकदम छिटो छिटो। हामी तपाईँको क्वेसन आन्सरको पर्खाइमा छौँ है त। हामी तपाईँको जवाबको पर्खाइमा छौँ। यति बेला हामीले दोस्रो क्वेसन पनि सोधिसकेका छौँ। ओके, इन्द्र राईले पुजारी भनिसक्नु भएको छ है त। बधाई छ इन्द्रजी तपाईँलाई। इन्द्र राईले चाहिँ आन्सर दिन सफल हुनुभएको छ। इन्द्रजी तपाईँले सेयर गर्नुभएको छैन, तपाईँले चाहिँ सेयर गरिदिनु होला। सेयर गर्नुभयो भने चाहिँ एकदम सजिलो हुन्छ है त, अझ राम्रो हुनेछ। र माधव चौलागाईले पनि आन्सर दिनुभएको छ। त्यस्तै सिमोन तामाङ, पुनम राईले पनि सेयर गर्नुभएको छ, आन्सर दिनुभएको छ। र तपाईँहरू जसले सेयर गर्नुभएको छैन सेयर गरिदिनु र धन्यवाद छ। सारा केल्सले, रायन साक्यले पनि उत्तर दिनुभएको छ है। र हामी चाहिँ तपाईँ माझमा क्विज खेलिरहेका छौँ अनि तपाईँहरूले धेरैभन्दा धेरै साथीहरूलाई पनि जोड्न सहायता गरिदिनुहोस् सेयर गरेर भन्ने हाम्रो अनुरोध छ। र हामीले तपाईँ माझमा 2वटा क्वेसन सकिसकेका छौँ र 2वटा क्वेसन सकिसक्दा पुनम राईले एउटा आन्सर दिइसक्नु भएको छ भने इन्द्र राईले अर्को क्वेसनको आन्सर दिनुभएको छ। र यतिखेर हामी थर्ड क्वेसनतर्फ लाग्दैछौँ एकदमै। र तपाईँहरूले सेयर गर्नुभएको छैन भने सेयर गरिदिनु होला र छिटोभन्दा छिटो आन्सर दिने कोसिस गर्नुहोस्। र यतिखेर हामी अर्को क्वेसनमा जाँदैछौँ। थर्ड क्वेसन रहेको छ। थर्ड क्वेसन तपाईँहरूको लागि इजरायलीहरू पहिलो पटक कुन ठाउँमा झगडा गरेका थिए? फेरि पनि तपाईँको लागि प्रश्न, इजरायलीहरू पहिलो पटक कुन ठाउँमा झगडा गरेका थिए? तपाईँले यसको सही जवाब दिन एकदमै आतुर हुनुहुन्छ भन्ने आशा छ र हामी यहाँ तपाईँको जवाबको पर्खाइमा छौँ। हामीले तेस्रो प्रश्न पनि सोधिसकेका छौँ। इजरायलीहरू पहिलो पटक कुन ठाउँमा झगडा गरेका थिए? सही आन्सरको हामी पर्खाइमा छौँ। एकदमै एकदमै। हामीले क्वेसन राखेका छौँ तपाईँहरूको माझमा, इजरायलीहरू पहिलो पटक कुन ठाउँमा थिए भनेर। र हामी चाहिँ ब्लेस द हिमालयको यो पेज मार्फत चाहिँ तपाईँ माझमा चाहिँ क्विज खेलिरहेका छौँ यतिखेर। र यतिखेर चाहिँ माधव चौलागाईको आन्सर हामी माझमा आइसकेको छ, मेरिबा भनेर। मेरिबामा चाहिँ पहिलो पटक
झगडा भएको माधव थियो है माधव होइन मरिबा है त र अरूले पनि आन्सर दिनुभएको छ सारा केल्सले पनि मेरिबा भन्नुभएको छ तपाईहरूले चाहिँ सेयर गरिदिनु होला यदि तपाईँले सेयर गर्नु भएन भने चाहिँ अलिकति अरूलाई जोडिन असहज हुन्छ त्यस कारणले तपाईँले सेयर गरिदिनु भयो भने चाहिँ धेरैभन्दा धेरै यो क्विजमा चाहिँ सहभागी हुन पाउनुहुनेछ हामीले थर्ड क्वेसन राखेका थियौँ इजरायलीहरू पहिलो पटक कुन ठाउँमा झगडा गरेका थिए भनेर र यसको आन्सर मेरिबामा नै हो र यो कुरा चाहिँ तपाईँले गन्तीको पुस्तक 20 अध्यायको 13 पदमा पाउनुहुन्छ है त गन्तीको पुस्तक 20 अध्यायको 13 पदमा हेर्नुभयो भने त्यहाँनिर पाउनुहुन्छ जहाँ चाहिँ इजरायलीहरू पहिलोपटक झगडा गरेको हामी पाउँदछौँ र अब हामी फोर्थ क्वेसन तर्फ जाँदैछौँ र फोर्थ क्वेसन रहेको छ मोसा कुन देशमा मरेको थियो मोसा कुन देशमा मरेको थियो आन्सर दिनुहोस् एकदम छिटो छिटो हामी तपाईको सही उत्तरको प्रतीक्षामा छौं सृजना सपना परियारले पनि मरिबा भनेर अघिल्लो क्वेसनको आन्सर दिनुभएको छ सारा केल्सले दिनुभएको छ रायन साक्याले क्वेसन नेक्स्ट भन्नुभएको रहेछ भर्खर देखाउँदैछ सायद ओके यतिखेर चाहिँ माधव चौलागाई को चाहिँ आन्सर आइसकेको छ हामी माझमा मोआब भनेर र अरूले पनि आन्सर दिनुभएको छ पुनम राईले जोन लामाले मिश्र भन्नुभएको छ मिश्र होइन अनि रायन साक्याले मोआब भन्नुभएको छ सारा केल्सले मोआब नेबो डाँडामा भन्नुभएको छ धन्यवाद छ आन्सरको लागि तपाईहरुले शेयर गरिरहनु भएको छैन शेयर गरिदिनुहोस् है आन्सर दिने मध्येमा चाहिँ हाम्रो माधवजीले चाहिँ शेयर गर्नुभएको छ अनि अरूले चाहिँ कसरी गर्नुभएको रहेनछ र यतिखेर हामी अर्को क्वेसन तर्फ लाग्दैछौँ फिफ्थ क्वेसन है त क्वेसनमा जाँदैछौँ तपाईहरुको शेयरको एकदमै हामीलाई खाँचो छ पाँचौं क्वेसन यस्तो रहेको छ इस्रायलका दोस्रो अगुवा को थिए एकदमै छोटो क्वेसन इस्रायलका दोस्रो अगुवा को थिए इस्रायलका दोस्रो अगुवा को थिए तपाईले आन्सर दिनुहोस् इस्रायलका दोस्रो अगुवा को थिए हामी सपना परियार मोआब हाम्रो पुनम राई ओके इस्रायल आन्सर दिनु भएको छ है त तर त ए हो यो सही हो ठीक छ पुनम राईले आन्सर दिनुभएको छ उहाँले शेयर पनि गरिसक्नु भएको छ धन्यवाद छ तपाईलाई र माधव चौलागाईले पनि दिनुभएको छ तर यसपालि उहाँ चाहिँ अलिक पछाडि पढ्नु भयो र सपना परियारले पनि आन्सर दिनुभएको छ सुमन तामाङ पाङजान उहाँले पनि दिनुभएको छ जेमुसलाका जेमसी भन्दै हुनुहुन्छ जेमसी रायन साक्य यहोसु भन्नुभएको छ सारा केल्स सिमन तामाङले पनि आन्सर दिनुभएको छ धन्यवाद छ तपाईहरुलाई र तपाईहरु कतिजनाले शेयर गर्नुभएको छैन हामीले बार भनिरहेका छौं शेयर गरिदिनु होला प्लिज तपाईले शेयर गरिदिनु भयो भने तपाई जस्तै अरु पनि सहभागी हुन पाउने छन् र
आज मात्रै होइन हाम्रो यो दिनदिनै हामी यो लकडाउनको समयमा गरिरहेका छौँ, त्यसैले भोलि अझ अरू पनि जोडिनेछ भन्ने हामी आशा गर्छौँ। हरिचान पनि जोडिनु भएको छ यतिखेर, यहोसु भन्दै जोडिनु भएको छ, तर आन्सर अलिकति लेट आइरहेछ है। सायद इन्टरनेटमा पनि समस्या हुन सक्छ होइन, त्यसकारण पनि अलिकति लेट आइरहेको हो कि भन्ने भइरहेछ। हामी चाहिँ तपाईँ माझमा ब्लेस द हिमालय को पेजबाट चाहिँ क्विज गरिरहेका छौँ। क्विजको कार्यक्रम हिजोदेखि बाइबल क्विजमा धेरैजना सहभागी पनि भइरहनु भएको छ है। अनि सङ्गीता राईले जय मसीह भन्दै हुनुहुन्छ, जय मसीह जो भन्दै हुनुहुन्छ। सही उत्तर पनि आइसकेको छ है हामी माझमा, तपाईँ कमेन्टमा पनि हेर्न सक्नुहुन्छ अब। एकदमै एकदमै। र हाम्रो क्वेसन चाहिँ थियो इस्राएलका दोस्रो अगुवाको थिए, आन्सर यहोसु हो। र यो कुरा चाहिँ तपाईँले यहोसु 1को 4 देखि 6 पद हेर्नुभयो भने प्रष्ट हुनुहुनेछ, स्पष्ट हुन सक्नुहुन्छ, थाहा पाउनुहुनेछ है त। ओके, रायन जीले हामीलाई क्वेसन अगेन अघि नै क्वेसन आन्सर आउँछ हैन हाम्रो चाहिँ क्वेसन भन्दा अगाडि चाहिँ आन्सर आएको छैन, किनभने हामीले क्वेसन धेरै अगाडि राखिसकेका थियौँ। सायद तपाईँ छुट्नु भयो जस्तो लाग्यो है। इन्द्र राई अहिले बोलिरहनु भएको छ, रायन साक्य मैले नि 3 ग्रुपमा सेयर गरिसके त भन्नुभएको छ। धन्यवाद छ। तपाईँको टाइम लाइनमा सेयर गर्नुभएको छैन, किनभने यहाँनिर चाहिँ सेयर गरेको देखाइएको छैन है। तपाईँको टाइम लाइनमा पनि सेयर गर्नुभयो भने चाहिँ राम्रो हुन्छ। र हामी अब चाहिँ अर्को क्वेसनतर्फ जानेछौँ। फेवा रसाली होला सायद उहाँको नाम है। र धन्यवाद छ तपाईँ जोडिनु भएको छ, आमेन भन्दै स्वागत छ तपाईँलाई पनि हाम्रो यो बाइबल क्विजमा है त। र तपाईँहरूलाई हामीले जानकारी गराइरहेका पनि छौँ। आजको क्विज चाहिँ हाम्रो फुर्बा जोनाथनले प्रायोजन गर्नुभएको छ र तपाईँले हामीसँग जोडिन सक्नुहुन्छ। अनि हिजो पनि हामी यसरी नै बाइबल क्विजमा थियौँ। हिजोको भाग चाहिँ हिजोको पुरै चाहिँ यो क्विज कार्यक्रम चाहिँ तपाईँले हाम्रो ब्लेस द हिमालयको युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ। र हाम्रो च्यानललाई तपाईँले सब्सक्राइब गर्न पनि नभुल्नु होला, एकदमै राम्रो हुन्छ, ताकि अन्य भिडियोहरू तपाईँहरूको माझमा फेरि हामी ल्याउन सजिलो र सहज हुनेछ। साथै हाम्रो ब्लेस द हिमालय पेजलाई लाइक पनि गरिदिनु होला, ताकि तपाईँहरूले हाम्रो जानकारीहरू हाम्रो पुग्नेछ। हामी अर्को क्वेसनतिर जाउँ जस्तो लागिसक्यो। एकदमै हामी 6औं क्वेसनतर्फ लाग्दैछौँ यतिखेर। र 6औं क्वेसनका लागि तपाईँहरू सायदै तयारी हुनुहुन्छ होला भन्ने आशा छ। र 6औं क्वेसन रहेको छ, बाइबलमा महिला न्यायकर्ता को थिइन्? बाइबलमा महिला न्यायकर्ता को थिइन्? अब आन्सर दिनुहोस् तपाईँले। सन्देश वैशाली हेलो भन्दै हुनुहुन्छ, हाम्रो सेयरर पनि हुनुहुन्छ, धन्यवाद छ तपाईँलाई, स्वागत छ हाम्रो यो क्विजमा। आन्सर दिनुहोस् छिटो छिटो, हामी तपाईँहरूको आन्सरको पर्खाइमा छौँ। बाइबलमा महिला न्यायकर्ता को थिइन्? संयोग ह्यारी आउनु भएको छ, उहाँले प्रेज द लर्ड भन्नुभएको छ। इन्द्र राईले आन्सर दिनुभएको छ, दबोरा है। इन्द्र राईले यो दोस्रो क्वेसनको आन्सर दिनुभएको छ। तर इन्द्रजी तपाईँले सेयर गर्नुभएको छैन है, तपाईँले सेयर गरिदिनुहोस् है, हाम्रो अनुरोध छ र तपाईँले सेयर गरिदिनु होला। इन्द्रजी तपाईँले 2टा क्वेसनको आन्सर दिइसक्नु भएको छ है। अहिलेसम्म 3 जनाले मात्र मिलाइरहनु भएको छ हो। पुनम राईले 2वटा आन्सर दिइसक्नु भएको छ, अनि त्यसै गरी इन्द्र राईले 2वटा क्वेसनको आन्सर मिलाइसक्नु भएको छ, अनि माधव चौलागाईले पनि 2वटा क्वेसनको आन्सर दिन सफल हुनुभएको छ। र अहिले यो 6औं प्रश्नको उत्तर चाहिँ इन्द्र राईले दिनुभएको छ। र उहाँको नाम के हो? योरा ज्योति खवास राई
है उहाँले चाहिँ एस्तर भन्दै हुनुहुन्छ होइन जोन लामाले नेक्स्ट भन्नुभएको छ उहाँले सेयर गर्नुभएको छ रायन साक्य सेकेन्डलाई नै प्राइज दिँदा कस्तो होला है हामी आगामी दिनमा चाहिँ दिने कोसिस गर्नेछौँ है त रायन साक्यजी र पुनम राईले पनि आन्सर दिनुभएको छ त्यस्तै माधव चोलागाईले आन्सर दिनुभएको छ मनोज श्रेष्ठ यरुण कुमार त्यस्तै गरेर हुनुहुन्छ हाम्रो माझमा सन्देश श्रेष्ठ रायन साक्य सङ्गीता राई सुरज गुरुङ जोन लामा भगत राई इन्द्र राई आई अलरेडी सेयर इट भन्नुभएको छ तर सायद तपाईँको टाइमलाइनमा छैन होला किनभने यहाँ चाहिँ सेयर गरिएको देखाएको छैन है त र अब चाहिँ हामी अर्को क्वेसनतर्फ लाग्छौँ एकदम तपाईँहरूले दिनुभएको सबैभन्दा अगाडि जसको कमेन्ट सही जवाफ आउँछ त्योभन्दा अगाडि हामीले अघिल्लो क्वेसन पनि दोहोऱ्याएका छैनौँ र म दोहोऱ्याउन चाहन्छु यो बाइबलमा महिला न्यायकर्ताको थिइन् है बाइबलमा महिला न्यायकर्ता को थिइन् भनेर हामीले क्वेसन राखेका थियौँ त्यसको आन्सर दबोरा हो र जो चाहिँ इन्द्र राईले चाहिँ मिलाइसक्नु भएको छ र यो विषयमा तपाईँले न्यायकर्ताको पुस्तक 4 अध्यायको 4 र 5 पदमा हेर्न सक्नुहुनेछ है त तपाईँहरूले चाहिँ बाइबल पल्टाएर पनि हेर्न सक्नुहुन्छ र अब चाहिँ हामी नेक्स्ट क्वेसनतर्फ लाग्दैछौँ हुन्छ हामी 7औं नम्बरको प्रश्न तपाईँ एकदमै तयारी हुनुहोला दाउद रुतको को थियो दाउद रुतको को थियो तपाईँले एउटा अर्थात् चाहिँ सम्बन्ध रुतको चाहिँ साइनो दाउदलाई चाहिँ के पर्थ्यो है तपाईँले आन्सर दिनुपर्ने हुन्छ दाउद र रुथ बीचको नाता है त नाति भन्नुभएको छ नाति होइन माधव चौलागाई पुनम राई पनि नाति भन्नुभएको छ नाति होइन नाति नाति भनिरहनु भएको छ सबैले नाति होइन सुरज गुरुङले पनि नाति नै भनिरहनु भएको छ ओ पुनम राईले मिलाउनु भएको छ पुनम राईले होइन एकैछिन है त होइन पुनम राई होइन माधव चौलागाईले मिलाउनु भएको रहेछ पनाती हो है त माधवजीले मिलाउनु ठुलो बा भन्नुभएको छ कसैले जोस आन्सर दिनुभएको छ तपाईँहरूलाई धन्यवाद छ पुनम राईले पनाती भन्नुभएको छ यो र ज्योति खवास राईले पनि आन्सर दिनुभएको छ राई चामलिङ कल्पना त्यसै रायन साक्य र ज्योति फेरि दोहोऱ्याउनु भएको छ पुजारी भन्नुभएको छ हामीले नाता सोधेका थियौँ अनि मनोज श्रेष्ठ नाति थिए भन्नुभएको छ सङ्गीता राईले आन्सर दिनुभयो रायन साक्यले सन्देश श्रेष्ठले क्रिस्टियन केटोले पनि आन्सर दिनुभएको छ भने हरिचानले पनि आन्सर दिनुभएको छ तर आन्सर आइसकेको छ तपाईँले थाहा पाइसक्नुभयो दाउद रुथको चाहिँ पनाती थिए है दाउद चाहिँ रुथको पनाती थिए यो कुरा चाहिँ तपाईँले रुथको पुस्तक पल्टाएर हेर्न सक्नुहुन्छ रुथ 4को 13 देखि 17 बीचमा चाहिँ यो कुरा उल्लेख छ है त रुथको पुस्तक सृजना साम्पाङ राई जय मसिह भन्दै हुनुहुन्छ जय मसिह हजुरलाई पनि स्वागत छ तपाईँलाई हाम्रो यो क्विजमा हामी चाहिँ क्विज खेलिरहेका छौँ है बाइबल क्विज र आज हामी दोस्रो दिनमा छौँ एकदमै तपाईँहरूको मायाले गर्दा हामी दोस्रो दिनमा पनि फेरि आइपुग्न सफल भएका छौँ तपाईँहरूको सहभागिताले अनि हामीलाई एकदम उत्साह मिलेको छ एकदम अनि हाम्रो उद्देश्य यो चाहिँ तपाईँहरूलाई पनि सामान्य ज्ञान जो बाइबलको ज्ञानहरू बाँडौँ अनि हामी पनि यो ज्ञानमा वृद्धि हुँदै जाउँ भन्ने सोचले अनि हिजो हामी एउटा कमेन्ट पनि पढ्दै थियौँ 100 रुपियाँको रिचार्जको लागि भनेर होइन हामीले अघि पनि भनिसक्यौँ रिचार्ज ज्ञानहरूको लागि तपाईँ अनि मलाई यो समयलाई सदुपयोग गरौँ भन्नको लागि हो एकदमै चाहिँ विशेष गरेर हामीले तपाईँले चाहिँ 100 रुपियाँको अथवा 200 रुपियाँको चाहिँ रिचार्ज कार्ड हाल्न सक्नुहुन्न भनेर होइन तर त्यो चाहिँ विजेतालाई चाहिँ अब हुन्छ नि अलिकति उत्साह होस् भनेर मात्रै हो होइन हामीले फ्रीमा पनि गराउन सक्थ्यौँ तर किन फ्रीमा गर्ने भनेर हामीले उत्साहको लागि चाहिँ
गरेका छौँ र आज पनि हामी तपाईँसँग छौँ। यतिखेर कतिजना आउनुभएको छ यहाँनिर चाहिँ एउटा ज्योति खवास राईले वेयर आर यु फ्रम भन्नुभएको छ। वी आर फ्रम बौद्ध काठमाडौँ है त। अनि राई चामलिङ कल्पनाले भन्नुभएको छ पहिलो पटक है म पहिलो दिन छुट्टिएछु है भन्नुभएको छ। अवश्य आज दोस्रो दिनमा जोडिनु भएको छ। आशा छ आगामी दिनहरूमा पनि तपाईँहरू जोडिनुहुनेछ। अनि रिप्लाइङ टु ओके हाम्रो चाहिँ इन्द्र राईले चाहिँ रिप्लाई दिनुभएछ हाम्रो एउटा ज्योतिजीलाई। अनि धन्यवाद छ तपाईँलाई। हामी काठमाडौँ नेपालबाट छौँ। सरू चामलिङ आउनुभएको छ जय मसीह भन्दै। अनि युएल राई पनि जोडिनु भयो। जय मसीह प्रभुका जनहरूमा जय मसीह तपाईँलाई पनि। ओके केशर थापा बाइबलमा थिए सर एकचोटि ल भन्नुभएको छ। हुन्छ हामी दोहोऱ्याउँछौँ है त एकछिनबाट र सही आन्सर आइसकेको छ। अघि नै दिइसक्नु भयो। यरुण कुमारले दिल्ली हुने हो कति बजे आउनुहुन्छ? हामी प्राय जसो चाहिँ 1 बजे आउने कोसिसमा छौँ तर अलिकति लेट हुन्छ है। अहिले सायद लकडाउनको समयमा इन्टरनेट स्पिडमा अलिकति नभएको कारणले हामी 1 बजे आउने प्लान थियो र अलिक ढिलो भयो। इन्टरनेटमा चाहिँ समस्या आएकोले हामी चाहिँ वेट गरेर झन्डै 31 बजे मात्र आउन सफल भयौँ है। अनि सृजना साम्पाङ राई हजुर एकदम राम्रो हो भन्नुभएको छ। एकदमै धन्यवाद छ तपाईँहरूको चाहिँ प्रतिक्रियाको लागि। आइन नेपाल आई मेन प्रोपर प्लेस इन र भन्नुभएको छ। ओके अघि नै पाइसक्नु भएको छ उहाँहरूले जवाफ है। अनि विकास छिनाल जेम्स फर्स्ट टाइम नाइस भन्नुभएको छ। वेलकम विकास छिनाल तपाईँलाई। रायन साक्या नेक्स्ट भनिसक्नु भएको छ। सङ्गीता राईले पनि I also joined first time भन्नुभएको छ। ओके वेलकम तपाईँलाई पनि। र हामी अब अर्को क्वेसनतर्फ लाग्दैछौँ। त्योभन्दा अगाडि अघिल्लो क्वेसन दोहोऱ्याउनु भन्नुभएको थियो है। 6 नम्बर हामीले सोधेका थियौँ बाइबलमा महिला न्यायकर्ता को थिइन् होइन दबोरा जुन चाहिँ तपाईँले न्यायकर्ताको पुस्तक 4 अध्यायको 4 देखि 5 मा हेर्न सक्नुहुनेछ है त। यो चाहिँ अघि हाम्रो एकजना यहाँ लाइभ हेर्दै गर्नुहुने सिसले एकजना हाम्रो पार्टिसिपेन्टले सोध्नु भएको कारणले हामीले यो रिपिट गरिदिएका हौँ। तर अबको क्वेसन भने हामी 8औं नम्बरमा है। भन्दा अगाडिको क्वेसन थियो है। नम्बर पनि सकिसकेका छौँ। दाउद चाहिँ रुथको को थियो भनेर चाहिँ हामीले क्वेसन गरेका थियौँ। त्यसको आन्सर दिइसक्नु भएको छ पनाती। यो चाहिँ रुथको पुस्तक 4 अध्यायको 13 देखि 17 मा तपाईँले हेर्न सक्नुहुन्छ। र यतिखेर नयाँ मान्छे जोडिनु भएको छ। लिडिया चम्पे आउनु भएको छ। जय मसीह भन्दै जय मसीह तपाईँलाई पनि। अनि अर्को ललित लामा उहाँले भन्नुभएको छ हेलो जय मसीह आई एम फर्स्ट टाइम फ्रम न्यू बस पार्क भन्नुभएको छ। वेलकम है त तपाईँलाई। तपाईँहरूको नेट स्लो हो कि मेरो भन्नुभएको छ। खै सायद हामी लेट मात्र तपाईँहरू माझमा लाइभ आउन पायौँ किनभने हाम्रो नेटमा एकदम समस्या छ। अहिले यो लकडाउनको समयमा चाहिँ सायद इन्टरनेट युजर्सहरू एकदमै धेरै भएको कारणले गर्दाखेरि होइन इन्टरनेट स्पिड चाहिँ अलिकति डिक्रिज भइरहेछ कमी भइराखेको छ र हामीले भनिसकेका छौँ। अब चाहिँ हामी 8औं क्वेसनतर्फ जान्छौँ। 8औं क्वेसन साउल राजाकी पत्नीको नाम के थियो? साउल राजाकी पत्नीको नाम के थियो? आन्सर दिनुहोस् छिटो छिटो। हामीले सोधिसक्यौँ। नेट आएको छ। म पनि फर्स्ट टाइम हो केशर थापा भन्नुभएको छ। धन्यवाद स्वागत छ तपाईँलाई केशरजी। आई नोम उहाँले अलिकति मिस्टेक गर्नु त्यही हो। हामी त्यहीलाई प्राथमिकता दिन्छौँ। तपाईँले भन्न खोज्नु भएको त्यही नै हो भने हामी त्यसलाई मान्छौँ होइन। जे होस् तपाईँले भन्नुभएको त्यही नै हो। एक्ज्याक्ट चाहिँ आहिनोम हो तर तपाईँले भन्न खोज्नु भएको आहिनोम नै हो भन्ने हामीलाई आशा छ।
यो यही नै हामी सही आन्सर मान्छौँ है त पुनमजी। हामी तपाईँलाई मार्क्स दिँदैछौँ। पुनम राई, तपाईँको जम्मा मार्क्स 3टा भइसकेको छ। अहिलेसम्म चाहिँ पुनम राईले 3वटा मिलाउनु भएको छ, इन्द्र राईले 2वटा र माधव चौलागाईले 3वटा मिलाइसक्नु भएको छ र धेरैजनाले आन्सर दिइसक्नु भएको छ। माधव चौलागाई, पुनम राईले फेरि दोहोऱ्याएर धन्यवाद छ। राई चामलिङ कल्पनाले फ्रेस्किला भन्नुभएको छ, होइन। सङ्गीता राई, होइन। आउनु भएको छ, उहाँले जय मसीह भाइहरू भनेको छ। जय मसीह दाजु हुनुहुन्छ या अङ्कल हुनुहुन्छ, यहाँलाई स्वागत छ। अनि सरू चामलिङ, आइ एम फर्स्ट टाइम, आई एम फ्रम भुटान भन्नुभएको छ। हो, भुटानदेखि पनि हेर्दै हुनुहुन्छ यहाँहरूलाई चाहिँ, यहाँलाई चाहिँ स्वागत छ, हामी स्वागत गर्दछौँ। अनि विनित शाहीले पनि आन्सर दिनुभएको छ। ज्योति गुरुङ, जय मसी, इट्स फर्स्ट टाइम फर मी भन्नुभएको छ। ज्योति गुरुङ, तपाईँलाई पनि स्वागत छ है त। इसा घलेले पनि आन्सर दिनुभएको छ, तपाईँलाई धन्यवाद छ। क्रिस्टियन केटोले माइकल भन्नुभएको छ, होइन। थापा मगर निर्मलले अनम्यारिड थियो सावल भन्नुभएको छ, होइन। सन्देश श्रेष्ठले अहिनोम भन्नुभएको छ। र तपाईँहरूले आन्सर दिनुभएको छ। जोसन शाह आउनुभएको छ, हाई ब्रो भन्नुभएको छ। हाई, जय मसी, स्वागत छ तपाईँलाई। र हामी चाहिँ आज तपाईँहरूसँग एकदमै प्रत्यक्ष रूपमा तपाईँसँग चाहिँ क्विज, बाइबल क्विज खेलिरहेका छौँ र तपाईँहरू पनि एकदम उत्साहका साथ सहभागी भइरहनु भएको छ, एकदमै खुसी लागेको छ। विनित शाही पनि फर्स्ट टाइम भन्नुभएको छ, स्वागत छ तपाईँलाई। सेयर पनि गर्नुभएको रहेछ। जय मसिह हजुरलाई, जय मसिह। हाम्रो विनित शाहीजीलाई पनि जय मसिह छ। विनिता होइन, विनित शाही हुन्छ। हामी अलिअलि थप्नु यसमा माफ गर्नु होला, जेन्डर नै चेन्ज विनितजी हुनुहुँदो रहेछ, मैले ए थप्ने काम गरेँ, माफ गर्नु होला। मार राजु हेलो भन्नुभएको छ। हाई, राई चामलिङले नेक्स्ट भन्दै हुनुहुन्छ। कल्पना, राई चामलिङ कल्पना, ओके हामी सोध्छौँ। जोसन शाह, लु त सोधी हालम मिलाउनु पर्यो भन्नुभएको छ। अवश्य अवश्य तयारी हुनुहोस् है त। भरत कान्छो दैलेखी गुड भन्नुभएको छ, थ्याङ्क यू। र अब चाहिँ हामी एकचोटि हामी दोहोऱ्याइदिउँ है अघिको क्वेसन। 8औं प्रश्न हामीले सोधेका थियौँ, साउल राजाकी पत्नीको नाम के थियो भन्ने क्वेसन थियो र आन्सर चाहिँ अहिनोम हो। र यो चाहिँ तपाईँले पहिलो सामुएल 14:50 हेर्न सक्नुहुन्छ। पहिलो सामुएलको पुस्तक 14 अध्यायको 50 पदमा तपाईँले हेर्नुभयो भने चाहिँ पाउनुहुन्छ है त। मलाई फेरि पनि जानकारी गराउन चाहिँ के मन लाग्यो भन्दाखेरि हामीले ग्रुपहरूमा सेयर गरेका छौँ, अनि हिजो चाहिँ धेरैजनाले उता सेयर गरिएको ग्रुपमा चाहिँ आन्सर दिँदै बस्नु भएछ। त्यो चाहिँ हाम्रो यो पेजमा देखाउँदैन। तपाईँ आज पनि कोही चाहिँ ग्रुपभित्र आन्सर दिँदै हुनुहुन्छ भने चाहिँ हाम्रो यो ब्लेस द हिमालय पेजको नाममा क्लिक गर्नुहोस्। त्यसो गर्नुभयो भने चाहिँ तपाईँ यता हाम्रो पेजमा आउनुहुन्छ र तपाईँले दिनुभएको आन्सर चाहिँ हामी थाहा पाउन सक्छौँ है त। र यतिखेर नयाँ साथीहरू हुनुहुन्छ, जिजसको कान्छो छोरो है, जय मसिह भन्नुभएको छ। जय मसिह तपाईँलाई पनि। अनि कपिल राई आउनु भएको छ, जय मसिह भन्दै। जय मसिह तपाईँलाई पनि। जय मसिह दिइराख्छु, तपाईँ पढ्दै गर्नुहोस्। ओके, एकदमै एकदमै। र राजु खुसी चामलिङ हुनुहुन्छ, उहाँले पनि जय मसिह ब्रदर्स हुनुभएको छ। जय मसिह। जिजसको कान्छो छोरो, मेरो नाम लुका थापा भन्नुभएको छ। ओके, लुकाजी है, तपाईँको नाम पनि थाहा पाउन सक्यौँ है त। तपाईँको ग्रुपमा म आएर क्रिस्चियन लभ ग्रुपमा म पनि छु। तपाईँको नाम मैले चिने, लुका थापा भनेपछि खुसी लाग्यो, तपाईँ जोडिनु भयो। जय मसीह छ। भनेपछि तपाईँहरू अलरेडी ग्रुपभित्र हुनुहुन्छ। र अगाडि हुनुहुन्छ जोसन बाइबलबाट मात्र हो ब्रो भन्नुभएको छ। बाइबल क्विज हो ब्रदर, त्यही कारणले हामीले चाहिँ बाइबलबाट मात्र सोधिराखेका छौँ है त। जोनाथन शेर्पा, जय मसी, ब्लेस द हिमालय को टिमका सरहरूलाई भनेको छ। जय मसी, जय मसी है त। म यहाँ फर्काउँदैछु। राई चामलिङ कल्पना नेक्स्ट भन्नुभएको छ। एकदमै हामी नेक्स्ट क्वेसनका लागि तयारी छौँ र हामी तपाईँहरूको पनि रिप्लाई चाहिँ दिइरहेका छौँ। विशेष गरेर हामी
क्विज खेल्न मात्र होइन तर तपाईँहरूसँग चाहिँ इन्टरेक्ट गर्न पाउनु एकदमै खुसीको कुरा हो है। तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ तपाईँहरूलाई धन्यवाद भन्दछौँ। भर्खरै हामीलाई चाहिँ भुटानबाट नै हेर्दैछु भन्नुभएको थियो, एकदमै खुसी लागेको छ। नेपाल बाहिरबाट पनि हेरिरहनु भएको रहेछ, एकजनाले दुबईबाट भन्नुभएको थियो है। हिजो हामीलाई साउदीबाट पनि भन्दै हुनुहुन्छ एकजना, तपाईँहरू विभिन्न देशबाट रहेर हामीलाई हेर्दै हुनुहुन्छ। तपाईँहरूलाई परमेश्वरले आशिष दिनुभएको जहाँ जहाँ हुनुहुन्छ परमेश्वरको सुरक्षा रहोस्। यो लकडाउनको समयमा स्टे होम स्टे सेफ पनि हामी भन्दछौँ एकदमै। र यतिखेर नयाँ मान्छेहरू पनि जोडिनु भएको छ। भ्रष्टाचारीले ओगटेको मेरो देश है, उहाँको एकदम युनिक रहेछ है नेम पनि। उहाँले जय मसीह भन्नुभएको छ। रोजी सिरिवाई छ सायद, आई डोन्ट नो है फुल फर्म के हो, तर उहाँले जय मसीह भन्नुभएको छ। जय मसीह। काबिल राई जय मसीह ब्रदर, म खुसी, म त भर्खर देख्दैछु भन्नुभएको छ है। स्वागत छ है तपाईँलाई। आज ढिलो हुनुभएछ, आगामी दिनमा चाहिँ तपाईँ समयमा जोडिन सक्नुहुन्छ भन्ने हामीलाई लागिरहेको छ। कमला ठाडा मगर है, कमला ठाडा मगरले नमस्कार भन्दै हुनुहुन्छ। सायद तपाईँलाई पनि स्वागत छ है त। हजुरहरूको परिचय पाउँ न भन्नुभएको छ। उहाँ चाहिँ भीम हुनुहुन्छ अनि म चाहिँ पासाङ है त। अनि पूर्णिमा सुब्बा जय मसीह भन्नुभएको छ। जय मसीह। सङ्गीता राई म फ्रम सिक्किम भन्नुभएको छ हो, सिक्किमबाट नि हुनुहुँदो रहेछ। सङ्गीताजीले हामीसँग एकदमै क्विजमा सहभागी भइरहनु भएको छ। फर्स्ट हुनु मन छ कि के हो राइट चामलिङ कल्पनालाई चाहिँ रिप्लाई दिनुभएको उहाँले सायद हेरिरहनु भएको छ। विवेक भण्डारी हाई पोखरा भन्नुभएको छ। विवेक भण्डारी स्वागत छ। पोखराबाट पनि हेर्दै हुनुहुँदो रहेछ। किशोर थापा म दुबईबाट भन्नुभएको छ। स्वागत छ तपाईँलाई। जोनाथन शेर्पा म मलेसियाबाट भन्नुभएको छ। स्वागत छ तपाईँलाई। टेक मान जयमसी म रुबेन श्रेष्ठ भन्नुभएको छ। रुबेनजी स्वागत छ तपाईँलाई पनि। अनि रोजी सिरिवाले म पहिलो पटक हेर्दैछु भन्नुभएको छ। स्वागत छ है त। जयमसी ब्रदर्स आइएम केएसएबाट भनेको केएसएबाट हुनुहुँदो रहेछ है त। स्वागत छ। मिना मगर जयमसी हजुर म दुबईबाट हेर्दैछु भनेको छ। दुबईबाट धेरैजना हुनुहुन्छ जस्तो छ। कमला ठाडा मगरले थ्याङ्क्स भन्नुभएको छ। वेलकम। रेणुका छेत्री हेलो दाई जयमसी भनेको छ। जयमसी। अनि एन्जेलो पिनाल्गन फेलिसियानो कन्सेप्सन एकदमै लामो नाम लाग्यो हाई भनेको छ। हेलो राई चामलिङ कल्पनाले हुँदा हो नि भनेर चाहिँ रिप्लाई दिनुभएको रहेछ। कसलाई हो? हाम्रो चामलिङ कल्पना यलिया तामाङ आउनु भएको छ यतिखेर। जय मसीह भनेर। जय मसीह। र तपाईँहरू कतिजनाले सेयर गर्नुभएको छैन, तपाईँहरूले सेयर गरिदिनुहोस् है त। र अब चाहिँ हामी अर्को क्वेसनतर्फ जान्छौँ। हामी बिचमा चाहिँ तपाईँहरूसँग एकदमै तपाईँहरूको रिप्लाई दिन, तपाईँहरूसँग बोल्न एकदमै पायौँ, खुसी लाग्यो। मौसम मगर पनि नमस्ते भन्दै आउनुभएको छ। नमस्ते, तपाईँलाई स्वागत छ है त। र यतिखेर हामी अर्को क्वेसनतर्फ जान्छौँ। योभन्दा अगाडिको हामीले दोहोऱ्यायौँ या छैन? ओके, दोहोऱ्याए जस्तो लाग्छ र फेरि पनि हामी एकपटक दोहोऱ्याउँछौँ। योभन्दा अगाडि चाहिँ हामीले साउल राजाकी पत्नीको नाम के थियो भनेर क्वेसन राखेका थियौँ अनि आन्सर अहिनोम। पहिलो सामुएल 14:50 हेर्नुभयो भने तपाईँले पाउनुहुन्छ। र बिचमा पेम्बा शेर्पा जोडिनु भएको छ। पास्टर पेम्बा शेर्पा हुनुहुन्छ, शेर्पा मण्डलीको। आलु गजब है भाइहरूलाई भन्नुभएको छ। धन्यवाद पास्टर। र यतिखेर सुमन तामाङ पाङजान आउनुभएको छ। जय मसीह म मलेसियाबाट भन्नुभएको छ। जय मसीह। रिना लेबर भन्नुभएको छ। जय मसीह। मदन राज काफले म इन्डियाबाट भन्नुभएको छ। स्वागत छ तपाईँलाई पनि। मिना मगर म पनि आज पहिलो पटक हो भन्नुभएको छ। स्वागत छ तपाईँलाई पनि। रोजी सिरिवाई म जापानबाट हेर्दैछु, खुसी लाग्यो भन्नुभएको छ। एकदमै ग्लोबल्ली हेरिरहनु भएको छ है, विभिन्न देशबाट। एकदमै खुसी लागिरहेछ है तपाईँहरूसँग जोडिन पाउँदाखेरि। अनि ममता बराल शाहीले जय मसीह भन्नुभएको छ। काबिल राईले यो प्रोग्राम कहिले कहिले प्रसारण हुन्छ छ, हामीले सकेसम्म चाहिँ डेली तपाईँहरू माझमा ल्याउने कोसिस गर्नेछौँ है त। आज दोस्रो दिन मात्रै हो, हामीले हिजो पहिलो दिन प्रसारण गऱ्यौँ। हिजो एकदमै राम्रो भएकोले आज हामी फेरि दोस्रो दिनमा आउन सफल भएका छौँ। अनि र अर्को पनि एकजनाले चाहिँ भन्नुभएको छ आइएम फ्रम फिलिपिन्स। फ्रम फिलिपिन्स पनि हुनुहुन्छ।
र स्वागत छ तपाईँलाई ऋतु सुब्बा जय मसिह भन्दै हुनुहुन्छ जय मसिह मदन राज काप्लेले नेक्स्ट क्वेसन भनिसक्नु भएको छ नारायण जाग्री हेलो के छ खबर भन्नुभएको छ ठिक छ हजुर तपाईँ कस्तो हुनुहुन्छ अनि तारा मोक्तानले जय मसिह म जापानबाट हेर्दैछु खुसी लाग्यो भन्नुभएको छ जापानबाट धेरैजना जोडिँदै हुनुहुन्छ स्वागत छ है तपाईँहरूलाई गोपाल सिंह विश्वकर्मा जय मसिह भनिरहनु भएको छ अनि राई चामलिङ कल्पना अड्किनु भयो त हजुरहरू भन्नुभएको छ हामी अड्केका छैनौँ है हामी तपाईँहरूसँगै सेयर परिचय गराउँदैछौँ गरेँ है मैले भन्नुभएको छ थ्याङ्क यू पुनम राईले परमेश्वरको आशिष प्रशस्त मात्रामा तपाईँहरूलाई होस् भन्नुभएको छ तपाईँलाई पनि है त विष्णु राईले गुड भाइहरू भन्नुभएको छ थ्याङ्क यू सङ्गीता राई कुन टाइमदेखि स्टार्ट हुन्छ भन्नुभएको छ हामीले चाहिँ 1 बजे सुरु गर्ने भन्ने हो तर 1 बजे चाहिँ ठ्याक्कै नहुने रहेछ यो इन्टरनेटमा चाहिँ समस्या आएको कारणले विशाल विश्व आउनुभएको छ जय मसिह भन्दा जय मसिह अनि विवेक भण्डारी हुनुहुन्छ जय मसिह भन्नुभएको छ हेलो जय मसिह म चाहिँ युएबाट भनेर भन्नुभएको छ तिम्रो सम्झना म भन्ने एकाउन्टबाट युएबाट हेर्नुभएको छ धन्यवाद धनबहादुर आउनुभयो जय मसिह तपाईलाई पनि दुबईबाट हेर्दै हुनुहुन्छ तिम्रो सम्झना भतिजलाई एकदम जय मसिह छ सुरक्षित रहनु भतिज र काकाको भेद हाम्रो बाइबल क्विजमा भएको छ विवेक भण्डारी सर देखाएन किन मेरोमा भन्नुभएको छ देखाइरहेको छ तपाईँले सेयर गर्नुभएको छ धन्यवाद छ है त अनि एन्जेलो पिनालगनले गड ब्लेस यु गाइज भन्नुभएको छ थ्याङ्क यू गड ब्लेस यु टु नेपालको 1 बजेदेखि भन्नुभएको छ एकदमै अभियसली धेरै राम्रो गर्नु हुँदैछ खुसी लाग्यो यो प्रोग्रामबाट परमेश्वरको महिमा भएको होस् गड ब्लेस यु ब्रदर्स भनेको छ एकदमै थ्याङ्क यू प्रतिक्रियाको लागि यतिखेर सुरेन्द्र थापा पनि जोडिनु भएको छ गुड मर्निङ दादा हजुरमा हाल भारत इन्डियादेखि हेर्दैछु मलाई पनि खुसी लाग्यो भन्नुभएको छ एकदमै खुसी लागेको छ तपाईँहरू पनि आउनुहुँदा यतिखेर काजन अधिकारी हाई भन्दै आउनुभएको छ हाई तपाईँलाई नेक्स्ट क्वेसन भनिरहनु भएको छ एकदमै हामी नेक्स्ट क्वेसनमा जान्छौँ है त फेफुल्ला जयमसी म मलेसियाबाट भन्दै हुनुहुन्छ रोजमान लामाले अनि हरिस साउथ ह्यारिस धन्यवाद भन्नुभएको छ अनि पल चामलिङ राई पनि साउदीबाट आउनुभएको छ र अब चाहिँ हामी ढिलाइ नगरिकन अर्को क्वेसनतर्फ जाँदैछौँ है त अर्को क्वेसन 9 नम्बर हामी 9 नम्बर प्रश्न सोध्दैछौँ अघिदेखि नेक्स्ट भन्दै हुनुहुन्छ 9 नम्बर प्रश्नमा यस्तो रहेको छ सोलोमनको अर्को नाउँ के राखिएको थियो हामी प्रश्न सोध्दैछौँ तपाईँहरूलाई सोलोमनको अर्को नाउँ के राखिएको थियो कृपया जवाफ दिनुहोला ओके क्वेसन आइसकेको छ 9औं क्वेसन सोलोमनको अर्को नाउँ के राखिएको थियो तपाईँले आन्सर दिन सक्नुहुन्छ है त यतिखेर जोडिनु भएको छ हामीसँग मदन राज कापले नेक्स्ट भन्नुभएको छ पुनम राई ओके पुनम राईले आन्सर दिइसक्नु भएको छ तर अलिकति एकछिन है त मिल्याछ तर अलिकति क्लियर लेख्नु भएको छैन तर हामी यद्यपि तपाईँले भन्न खोज्नु भएको त्यही नै हो भनेर हामी मान्दछौँ अददियाह लेख्नु भएको छ अददियाह होइन यददियाह हो है त यददियाह ठिक छ जे होस् हामी पुनम राईले चाहिँ मिलाउनु भएको छ जे होस् है त पुनम राईले माधव सोलागाई माधव दिइसक्नु भएको छ कल्पना छेत्री जयमसी भन्दै आउनुभएको छ जयमसी हजुरलाई पनि र हामीले यो समयमा क्वेसन राखेका थियौँ सोलोमनको अर्को नाउँ के थियो भनेर चाहिँ हामीले सोधेका थियौँ र धेरैजनाले आन्सर दिनुभएको छ रायन साक्य राई चामलिङ कल्पनाले पनि आन्सर दिनुभएको छ धन्यवाद छ अनि ललित लामाले दिनुभयो थापा मगर निर्मल सामुएल भन्दै हुनुहुन्छ होइन एजरा नेचाली है नेचाली राई हो अनि उहाँले जे दिदी ह भन्नुभएको छ सायद अङ्ग्रेजीमा त्यो पनि सही नै हो है अनि र तपाईँहरूले एकदमै आन्सर दिइरहनु भएको छ धन्यवाद छ तपाईँहरूको उत्साहको निम्ति तपाईँहरूको उत्साहले हामीलाई अझ धेरै हौसला मिलेको छ
र विभिन्न देशबाट हामीसँग जोडिनु भएको छ आज पनि क्विजमा। आज हामी दोस्रो दिनमा छौँ क्विजको र बाइबल क्विजलाई आज चाहिँ प्रायोजन गर्नुभएको छ फुर्बा जोनाथनले र हामीले भनिरहेका छौँ। अनि तपाईँहरूलाई बिचबिचमा हामीले जानकारी पनि केही दिइरहेका छौँ भने हाम्रो युट्युब च्यानल ब्लेस द हिमालय तपाईँले युट्युबमा गएर सब्सक्राइब गर्न पनि नभुल्नुहोला। अनि अर्को कुरा, तपाईँले जुन यो लाइभ हेरिरहनु भएको छ तपाईँले यसलाई सेयर गर्नुहोस् र सहभागी हुनुहोस् है त। धेरै खुसी लाग्यो, केही कुरा सिक्न पाइयो, प्रभु धेरै धन्यवाद भन्नुभएको छ कल्पना छेत्री। एकदमै थ्याङ्क यू तपाईँको प्रतिक्रियाको लागि। र हामी अर्को क्वेसनतर्फ लागिहालौँ जस्तो लाग्यो। एकदमै हामीले धेरै समय बिताइरहेका छौँ र अर्को क्वेसनतर्फ लाग्दैछौँ। त्योभन्दा अगाडि अघिल्लो क्वेसन म फेरि पनि एकपटक दोहोऱ्याउँछु। सोलोमनको अर्को नाउँ यसको सही आन्सर थियो यदोदियाह। यो चाहिँ दोस्रो सामुएल 12:25 तपाईँले हेर्न सक्नुहुन्छ है त। दोस्रो सामुएल 12:25 तपाईँले हेर्न सक्नुहुन्छ। र अब चाहिँ अर्को क्वेसन राख्दैछु म तपाईँहरूको माझमा। 10 क्वेसन हो यो। जकरियाले इस्राएलमा कति समय राज्य गरेका थिए र तपाईँले आन्सर दिनुहोस्। हामीले क्वेसन राखिसकेका छौँ तपाईँहरूको माझमा। जकरियाले इस्राएलमा कति समय राज्य गरेका थिए भनेर र तपाईँहरूले आन्सर दिनुहोस्। हामी तपाईँको सही उत्तरको प्रतीक्षामा छौँ है त। हुज आन्सर इज करेक्ट भन्नुभएको छ एजरा नेचालीले। लास्ट टाइम पुनम राईले मिलाउनु भएको छ है। हामीले सबैभन्दा अगाडि आएको कमेन्टलाई हामी प्राथमिकता दिन सक्छौँ। आन्सर आएको छ एउटा 40 इयर्स होइन है त। आइसक्यो पुनम राई। पुनम राई। पुनम राईले फेरि पनि आन्सर दिन सफल हुनुभएको छ, बधाई छ। तपाईँले यो सँगै 5वटा आन्सर दिन सफल भइसक्नु भएको छ। सायद आज उहाँले जित्नुहुन्छ कि क्या हो भन्ने हामी गेस गरिरहेका छौँ, तर हेर्दै जाउँ है त। अनि हन्ना बान्तवाले 40 इयर्स धेरैले भनिरहनु भएको छ। माधव चौलागाले 6 महिना भन्नुभएको छ। नेक्स्ट क्वेसन भनिसक्नु भएको छ मदन राज काब्लेले। हामी नेक्स्ट क्वेसन राख्नेछौँ। सधैँभरि आउनु परमेश्वरको प्रशंसा दिन भन्नुभएको छ प्रकाश बाबुले। 6 महिना भन्नुभएको छ र सही आन्सर चाहिँ पुनम राईले मिलाइसक्नु भएको छ। यतिखेरसम्म कसले कति मिलाउनु भएको छ भनेर हामी एकचोटि भनौँ न। ओके, एकपटक तपाईँहरूलाई आजको 10वटा क्वेसन सोधिसक्दाखेरि हामी कसले कति मिलाउनु भयो भन्ने हामी यहाँ बताउन चाहन्छौँ। आज हाम्रो पुनम राई जो हुनुहुन्छ उहाँले 5वटा प्रश्नको हामीलाई सही जवाब दिएर उहाँले 5 अङ्क प्राप्त गर्नुभएको छ। त्यसै गरी अनि हाम्रो माधव चौलगाईजीले पनि 3वटा प्रश्नको सही जवाब दिनुभएको छ भने हाम्रो इन्द्र राईजीले 2वटा प्रश्नको सही जवाब दिएर उहाँहरू 5 नम्बर 3 नम्बर र 2 नम्बर ल्याएर अहिलेसम्म हाम्रो अपडेटमा उहाँहरू हुनुहुन्छ। एकदमै 3 जनाले मात्र आन्सर दिइरहनु भएको छ है। हाम्रो क्विजको सुरुदेखि लगभग हामी अन्तिम भागतिर पुग्दैछौँ। यतिन्जेलसम्म चाहिँ 3 जनाले एकदम छिटो आन्सर दिइरहनु भएको छ। अरू पनि छिटो हुनुहोस् न, तपाईँहरू एकदम लेट भइरहनु भएको छ। धेरै हुनुहुन्छ, तपाईँहरूको प्रश्नको जवाब पनि आइरहेको छ, तर हामी भन्दैछौँ यतिखेर आएको। विक्रम दुखुन राईले चाहिँ वाट वाज द क्वेसन भन्नुभएको छ। क्वेसन वाज द्याट जकरियाले इस्राएलमा कति समय राज्य गरेका थिए है। सही आन्सर चाहिँ 6 महिना मात्र हो है त। अनि त्यो चाहिँ तपाईँले दोस्रो राजा 15:8 हेर्नुभयो भने पाउनुहुन्छ है त। दोस्रो राजा 15:8 म अलिकति कमेन्ट पढेँ। विक्रम दुखिम राईले क्वेसन भन्नुभएको थियो। अनि तारा मोक्तानले खुसी लाग्यो, गड ब्लेस यु ब्रदर्स फ्रम जापान भन्नुभएको छ। धन्यवाद छ तपाईँलाई तारा मोक्तानजी। र कल्पना छेत्री आमेन प्रेज द लर्ड, प्रभुको महिमा होस् भन्नुभएको छ। एकदमै केशर थापा बिचबिचमा तपाईँहरूको नेट अड्किरहेको छ भनेको छ। एकदमै सायद हुनसक्छ है, क्षमा चाहन्छौँ हामी। एकदमै के गर्ने, नेटमा समस्या यस्तै छ। र अब चाहिँ हामी अर्को क्वेसनतर्फ नि जाने हो कि हुन्छ। हामीलाई नेक्स्ट भन्दै हुनुहुन्छ। अघि पनि हामीले अलिकति बिचमा कमेन्टहरू पनि पढ्ने गरिरहेका छौँ, किनभने तपाईँहरूको प्रतिक्रिया हामीले हेर्नुपर्ने हुन्छ।
अनि यही प्रतिक्रिया पढ्ने क्रम अलिकति ढिलो हुन जान्छ, माफ गर्नुहोला। अब फेरि हामी अर्को प्रश्न सोध्न गइरहेका छौँ, तपाईँहरू तयारी हुनुहोला। यहोसापातको बुवाको नाम के थियो? हामी 11 नम्बरको प्रश्न सोध्दैछौँ। यहोसापातको बुवाको नाम के थियो? क्वेसन हामीले राखिसकेका छौँ। यहोसापातको बुवाको नाम के थियो? तपाईँले मदनराज काब्राले 6 मन्थ फिक्स हो भन्नुभएको छ। एकदमै 6 मन्थ हो, तपाईँले हेर्न सक्नुहुन्छ। अघिल्लो क्वेसनको आन्सर दोस्रो राजा 15:8मा तपाईँले हेर्न भयो भने चाहिँ एकदमै राम्रो हुन्छ। नेट प्रब्लम भइरहेछ तपाईँकोमा भन्नुभएको छ। एकदमै नेट एकदमै प्रब्लमै छ है। अघि त्यही नेट प्रब्लमले गर्दा हामी अलिकति लेट भयौँ। आमेन, भेरी गुड भन्दै आउनुभएको छ दिपेश राई, स्वागत छ। जय मसिह तपाईँलाई। हामी जवाफको पर्खाइमा छौँ। हजुरहरूको नेट अड्किरहेछ, बिचबिचमा अलिक गाह्रो बुझ्न भन्नुभएको छ। हामीले क्वेसन राखेका थियौँ यहोसापातको बुवाको नाम के थियो भनेर। यहोसापातको बुवाको नाम के थियो? आहाज भन्नुभएको छ, होइन। क्रिस्चियन केटो उहाँले भन्नुभएको छ। जोसेफ दुखी राई, गुड जब ब्रदर्स, गड ब्लेस यु भन्नुभएको छ। एकदमै गड ब्लेस यु टु। थ्याङ्क यू। पतुयल पनि भन्नुभएको छ। थापा मगर निर्मलले, होइन। आहाज भन्नुभएको छ रायन साक्याले, आहाज पनि होइन है त। ओके, पुनम राईले फेरि मिलाउनु भयो। पुनम राईले आन्सर दिइसक्नु भएको छ। कङ्ग्रेचुलेसन है त। आशा हो सही उत्तर। यहोसापातको बुवाको नाम के थियो भन्दा आशा हो। तपाईँले दोस्रो इतिहास 20:32मा हेर्न सक्नुहुन्छ है त। दोस्रो इतिहास 20:32मा। र मदनराज काफ्लेले नेक्स्ट क्वेसन भनिसक्नुभयो। माधव चौलागाई, आशा, इन्द्र राईले आन्सर दिनुभयो। हन्ना हो हजुरहरू लाइभमा भन्नुभएको छ। हामी काठमाडौँ नेपालबाट है त। अनि अरू युरा ज्योतिले भन्दै हुनुहुन्छ। सपना परियारले अनि मिना मगरले पनि आन्सर दिनुभएको छ। जवाब छ। र अब चाहिँ हामी अर्को क्वेसनतर्फ लाग्छौँ। त्योभन्दा अगाडि एकपटक दोहोऱ्याउँ अघिल्लो क्वेसन के थियो भनेर। यहोसापातको बुवाको नाम के थियो भन्ने क्वेसन थियो अनि आन्सर चाहिँ आशा हो। र दोस्रो इतिहास 20:32मा यो कुरा लेखेको छ है त। मैले दोहोऱ्याइसकेँ भर्खरै। र अब चाहिँ हामी नेक्स्ट क्वेसनतर्फ लाग्छौँ। नेक्स्ट क्वेसन रहेको छ, यसुरुनको अर्थ के हो? यसुरुनको अर्थ के हो? आन्सर दिनुहोस् तपाईँहरूले। हामी तपाईँको सही उत्तरको प्रतीक्षामा छौँ। यसुरुनको अर्थ के हो? हामी तपाईँ माझमा ब्लेस द हिमालयको पेजबाट क्विजमा छौँ। बाइबल क्विजमा धेरैजनाले पार्टिसिपेट भइरहनु भएको छ अनि आज तपाईहरू सँग हामी यसरी रहन पाउँदा एकदमै खुसी लागेको छ। र तपाईहरूले हामीलाई ब्लेस द हिमालय पेजबाट हेरिरहनु भएको छ भने तपाईँले केही समयपछि ब्लेस द हिमालय युट्युब च्यानलमा फेरि यो एपिसोडलाई दोहोऱ्याएर हेर्नु सक्नुहुनेछ। पुनम राईले फेरि मिलाउनु भयो है। सोझो जन है, सोझो जन हो है त। दुःख भन्नुभएको छ। माधव चौलागाई इस्रायल अगाडि नै आइसक्यो। राई चामलिङ कल्पना सोझोजन भन्नुभएको छ। तपाईँहरू एकदम सही जवाब दिँदै हुनुहुन्छ। हाम्रो पुनमजी एकदमै छिटो हुनुहुन्छ प्रश्नको सही जवाब दिन। उहाँले निरन्तर हामीलाई प्रश्नको सही जवाब दिएर उहाँ एकदमै अगाडि बढिराख्नु भएको छ अनि उहाँ बाइबलमा धेरै पोख्त हुनुहुन्छ भन्ने हामीलाई लागिरहेको छ। एकदमै खुसी लाग्यो। एकदमै टाइप छिटो पनि गर्न सक्नुभयो भने त्यो चाहिँ छिटो हुने हो। अनि सन्देश श्रेष्ठले नै पनि उत्तर दिनुभयो। आलिहुड हो नि सर भन्नुभएको छ, होइन। विक्रम दुखुम राईले नेट स्लो भन्नुभएको छ। एकदमै नेट त एकदमै स्लो नै हो सँग भन्नुभएको छ, होइन है त। ओ सरी। र हामीले चाहिँ भर्खरै क्वेसन राखेका थियौँ यसुरुनको अर्थ के हो र उत्तर रहेको छ सोझोजन वा इस्राएल पनि हो है। यो दुईटैको एउटै अर्थ हो है।
यसुरुनको अर्थ के हो भन्दा सोझोजन वा इस्रायल हो र यो चाहिँ व्यवस्थाको पुस्तक 32 अध्यायको 15 मा तपाईले हेर्नुभयो भने तपाईले पाउन सक्नुहुन्छ। बाइबलको तपाईले मुनिबाट हेर्नुभयो भने अझै स्पष्ट छ। यसुरुनको अर्थ चाहिँ तपाईले बाइबलको पुस्तक बाइबलमा व्यवस्थाको पुस्तक 32 अध्यायको 15 मा हेर्नुभयो भने चाहिँ पाउन सक्नुहुन्छ है त। र अब चाहिँ हामी नेक्स्ट क्वेशन तर्फ लाग्छौं है। के हामी 13औं प्रश्नमा आइपुगेका छौं। तपाईहरुको लागि हामी यो प्रश्न सोध्दै छौं फेरि एस्तरको हिब्रू नाम के थियो? एस्तर रानीको हिब्रू नाम के थियो? हामी यो प्रश्न ल एकदम छिटो छिटो आन्सर दिनुस्। एस्तरको हिब्रू नाम के थियो? एस्तरको हिब्रू नाम के थियो? तपाईले आन्सर दिनुहोस्। हामी तपाईको सही उत्तरको प्रतीक्षामा छौं। र हामी यो बाइबल आई थिंक माधव गड द आन्सर भन्नुभएको छ। एकदमै आन्सर दिनुभएको छ। एकदमै सोझोजन भन्नुभएको छ। सोझोजन र त्यो इस्रायल चाहिँ एउटै भएकोले हामीले सोझोजन आन्सर आइसकेपछि चाहिँ त्यसलाई नै सही उत्तर मानेका छौं है त। र ओके माधव चौलागाई दिइसक्नुभयो। माधव चौलागाईले आन्सर दिन सफल हुनुभएको छ यसपालि। हदस्सा है त, हदस्सा हो। र हाम्रो क्वेशन थियो एस्तरको हिब्रू नाम के थियो भन्दा हदस्सा हो। यो कुरा चाहिँ तपाईले एस्तरको पुस्तक 2 अध्यायको 7 पदमा हेर्नुभयो भने त्यहाँनिर तपाईले पाउनुहुन्छ है त। अनि सबैले आन्सर दिनुभयो हामीलाई। पुनम राईले आन्सर दिनुभयो, मदन राज काफ्लेले, अनि चामलिङ कल्पनाले, इन्द्र राईले, त्यस्तै गरेर केशर थापाले पनि आन्सर दिनुभयो। धन्यवाद छ आन्सरको लागि। तपाईहरुलाई धन्यवाद छ। हामीले 13औं क्वेशन पनि राखिसकेका छौं र तपाईले मिलाइ पनि सक्नु भएको छ। एस्तरको हिब्रू नाम के थियो भनेर। सही उत्तर हदस्सा, जुन कुरा तपाईले पाउनुहुन्छ एस्तरको पुस्तक 2 अध्यायको 7 पदमा। र अब हामी जान्छौं अर्को क्वेशन तर्फ। अर्को क्वेशन रहेको छ उपदेशकको पुस्तक कसले लेखेका हुन्? उपदेशकको पुस्तक कसले लेखेका हुन्? यो सायद सबैलाई थाहा होला। सजिलो, एकदम सजिलो प्रश्न रहेको छ। तपाईले छिटो छिटो पिसाच इन्द्र राईले के भन्नुभयो बुझिएन है त। पिसाच हैन दियोस, सही जवाफ हैन। सोलोमन रायनजी आउनुभयो। रायन साक्यले चाहिँ उत्तर मिलाइसक्नु भएको छ है। रायन साक्यजी तपाईलाई धन्यवाद छ। मिलाउन सफल हुनुभएकोमा धन्यवाद पनि। र विक्रम दुखुन राईले पनि आन्सर दिनुभयो। कुसुम गिरी सुब्बाले, त्यसै गरी भविन गिरीले। अघिल्लो क्वेसनको आन्सर भर्खर आउँदैछ तपाईको, सायद नेट स्लो भएर होला। अनि योरा ज्योति खवास राईले पनि आन्सर दिनुभयो। प्रकाश लावती लिम्बुले पनि दाउद भन्नुभयो तर अलिकति रङ हो। क्रिस्टियन केटोले आन्सर दिनुभएको छ। मनिता दर्नालले, सपना परियारले, त्यस्तै गरेर प्रकाश लावती, भविन गिरी, त्यस्तै गरी सन्देश श्रेष्ठ, केशर थापा, रेबिका तामाङ, अनि त्यस्तै गरी राई चामलिङ कल्पना, पुनम राई, अनि त्यस्तै गरी हरसुङसा राई भन्नुभएको छ। किङ सोलोमन एकदमै, माधव चौलागाई सोलोमन, सुजन राई सोलोमन, सुनिता जिम्बा आउनुभयो अनि उहाँले पनि आन्सर दिनुभएको छ। कादुर राईले आन्सर दिनुभयो। त्यस्तै गरी एन्जालीले सोलोमन भन्नुभएको छ। बबिन गिरीले दिनुभयो। अनि त्यस्तै गरी कल्याणी बस्नेतले पनि आन्सर दिनुभएको छ। सुमन तामाङ पाङजानले पनि आन्सर दिनुभएको छ। धन्यवाद छ। र हाम्रो सेकेन्ड लास्ट क्वेसन थियो है, उपदेशकको पुस्तक कसले लेखेका हुन् भन्ने। आन्सर हो सोलोमन र तपाईले मिलाइसक्नु भएको छ। उपदेशक 1 को 9-10 मा हेर्नुभयो भने तपाईले त्यो विषयमा उल्लेख गरेको पाउनुहुन्छ है त। आई थिंक यु गाइज जस्ट रिड द फर्स्ट एन्ड राइट आन्सर भन्नुभएको छ। हामीले चाहिँ कसले इन्टरेक्ट गरिरहनु भएको छ, कसले आन्सर दिनुभएको छ भनेर हामीले नाम लिएको हो है। र अब चाहिँ हामी यो क्विजको अन्तिममा आइसकेका छौँ। लास्ट एन्ड फाइनल क्वेसन चाहिँ अब हामी राख्न गइरहेका छौँ। हुन्छ, तपाईहरुको लागि एकदमै फाइनल क्वेसन र लास्ट क्वेसन, किनकि हामीले जम्मा 15वटा क्वेसन चाहिँ राख्ने गर्छौँ। आजको हाम्रो अन्तिम क्वेसन छ
जहाँ दर्शन र प्रकाश छैन त्यहाँ के हुन्छ? जहाँ दर्शन र प्रकाश छैन त्यहाँ के हुन्छ? आन्सर दिनु। भ्लोन जय मसिया भन्नुभएको छ। जय मसिया डियर सुब्बा, जय मसिया ब्रोहरू। आइएम फ्रम भुटान भन्नुभएको छ। एकदमै वेलकम डियर सुब्बा तपाईँलाई। सुनिता जिम्बा, सोलोमन बर्म मगर राजकोटी, हेलो दर्शन नमस्ते, सन्चै आरामै हुनुहुन्छ? कहाँदेखि होला भनेको छ। दर्शन नमस्ते, आराम छौँ है हामी। हामी चाहिँ काठमाडौँबाट। इन्द्र राईले डार्क भन्नुभएको छ। होइन होइन, पुनम राईले मिसहरू भाडिन्छन् भन्नुभएको छ। मिसहरू होइन है, मानिसहरू। सायद तपाईँले लेख्नु भएको त्यही नै हो भन्ने हामीलाई लाग्छ है। धन्यवाद छ तपाईँहरू। यो एकदमै हामी यो मार्क्स चाहिँ माधव चौलागाईलाई दिन्छौँ, किनभने उहाँले चाहिँ मजाले आन्सर दिनुभएको छ। मानिसहरू भाडिन्छन् है। अलिकति पुनमजीले चाहिँ छिटो छिटो टाइप गर्दाखेरि रङ टाइप गर्नुभएको जस्तो लाग्यो। अघि पनि त्यस्तै भइरहेको थियो, तर हामीले चाहिँ तपाईँले अब त्यही भन्न खोज्नु भएको भनेर चाहिँ हामीले सही मानेका थियौँ। ठिक छ, सबैजनाले आन्सर दिनुभएको छ। रायन साक्य, विक्रम दुखुन अनि नेरियस शेर्पा मगर पनि जोडिनु भएको छ। अनि धन्यवाद छ। चामलिङ राई कल्पना, अनि त्यस्तै गरी हरसुङछा राई, अनि त्यस्तै गरी केशर थापा, नरवीर लिम्बूले पनि हेर्नुभएको छ। धन्यवाद छ हाम्रो लाइभलाई हेर्नुभएको लागि। सन्देश श्रेष्ठ भाडिन्छ भन्नुभएको छ। रिया सुब्बा, आई विल एटेन्ड फ्रम टुमारो भन्नुभएको छ। ओके, अवश्य नै हाम्रो लाइभमा चाहिँ स्वागत छ तपाईँहरूलाई। र ललित लामाले पनि आन्सर दिनुभयो। मिना मगर, त्यसै गरी रेबिका तामाङ, सङ्गीता राई, डिएस सुब्बा, मानिस छाडनास हुन्छन् भन्नुभएको छ। भविन दाईले गिरीले यो दिन तामाङ अन्धकार हुन्छ भन्नुभएको छ। हेरी चान अन्धकार, अनि मनिता दर्नाल, माधव चौलागाई, मनराज काफले, भविन गिरी सबैले चाहिँ हामीलाई आन्सर दिनुभएको छ। धन्यवाद छ है त। ल धन्यवाद सबैजनालाई भन्नुभएको छ पुनम राईले। धन्यवाद छ। हामीले अन्तिम क्वेसन राखेका थियौँ, जहाँ दर्शन र प्रकाश छैन त्यहाँ के हुन्छ? मानिसहरू चाहिँ भाडिन्छन्, जुन कुरा हितोपदेश 29:18 लेखिएको छ। र आज चाहिँ हामीले सोधेका सबै क्वेसनहरू एकपटक दोहोऱ्याउँछौँ है त, क्वेसन र आन्सरहरू। यदि तपाईँले पनि नोट गर्नुभएको छ भने एकपटक चेक गर्नुहोस् है। तपाईँहरू ले चाहिँ चेक गर्नुभयो भने चाहिँ अझ राम्रो हुन्छ। यदि नोट गर्नुभएको छ भने तपाईँलाई आगामी दिनमा पनि काम लाग्छ। र हामीले पहिलो नम्बरमा क्वेसन राखेका थियौँ, बाइबलमा सबभन्दा लामो समय बाँच्ने व्यक्ति को हुन्? आन्सर मतुसेलह, जो चाहिँ 969 वर्ष बाँचेका थिए। यो कुरा उत्पत्तिको पुस्तक 5 अध्यायको 27 पदमा तपाईँले पाउनुहुन्छ। त्यसै गरी हामीले दोस्रो क्वेसन राखेका थियौँ, परमेश्वरले हरुनलाई के कामको निम्ति नियुक्त गर्नुभयो भन्ने प्रश्नमा उहाँ पुजारीको निम्ति नियुक्त गरिएको थियो, जो चाहिँ प्रस्थान 28:3 लेखिएको छ। अनि त्यसै गरी तेस्रो क्वेसन हामीले राखेका थियौँ, इस्राएलीहरू पहिलो पटक कुन ठाउँमा झगडा गरेका थिए? सही उत्तर थियो मरिबामा। गन्ती 20:13 तपाईँले यो कुरा पाउन सक्नुहुन्छ। र चारौं प्रश्न थियो, मोसा कुन देशमा मरेको थियो? यसको सही जवाब हो मोआब। व्यवस्था 34:5 तपाईँले पाउनुहुन्छ यसको सही जवाब। एकदमै चौथो पछि पाँचौँमा थियो, इस्राएलका दोस्रो अगुवा को थिए? उत्तर हो यहोसु। र यो तपाईँले यहोसु 1:4-6 पढ्न पाउनुहुन्छ है त। ओके, त्यसै गरी छैटौं प्रश्न थियो, बाइबलमा महिला न्यायकर्ता को थिइन् भन्दाखेरि हामीले दबोरा भनेर यसको जवाब सही छ। र न्यायकर्ता 4:4 र 5 तपाईँले यो पढ्न सक्नुहुन्छ। त्यसै गरी हामीले अर्को क्वेसन राखेका थियौँ, दाउद रुथको को थियो भनेर 7औं नम्बरमा। र 7औं नम्बरमा दाउद रुथको को थियो भनेर राखिएको क्वेसनको सही आन्सर पनाती, जुन चाहिँ रुथको पुस्तक 4 अध्यायको 13-17 तपाईँले पाउन सक्नुहुन्छ है त। हुन्छ। अनि हामी 8औं प्रश्न राखेका थियौँ तपाईँहरूको बिचमा, साउल राजाकी पत्नीको नाम के थियो? यसको सही जवाब थियो अहिनोम। 1 सामुएल मतलब पहिलो सामुएल 14:50 यो लेखिएको छ। त्यसै गरी 9औं प्रश्न थियो, सोलोमनको अर्को नाउँ के राखिएको थियो? यसको उत्तर थियो यददियाह, जुन चाहिँ 12:25 तपाईँले पाउनुहुन्छ। ओके, त्यसै गरी हामी 10औं प्रश्नमा थियौँ, जकरियाले इस्राएलमा कति समय राज्य गरेका थिए? यसको सही जवाब थियो 6 महिना।
जुन चाहिँ दोस्रो राजा 15:8 लेखिएको छ। अनि त्यस्तै गरी हामीले 11औं क्वेसन सोधेका थियौं, यहोसापातको बुवाको नाम के थियो? सही उत्तर थियो आशा। यो कुरा तपाईले दोस्रो इतिहास 20:32 मा पढ्न सक्नुहुनेछ। त्यसै गरी 12औं प्रश्न थियो, यसुरुनको अर्थ के हो? जसको सही अर्थ थियो सोचो जन वा इस्राएल। जो चाहिँ त्यस्तै गरी जुन कुरा चाहिँ तपाईले व्यवस्था 32:15 मा पढ्न पाउनुहुन्छ। त्यस्तै गरी 13औं प्रश्न थियो, एस्तरको हिब्रू नाम के हो? जसको उत्तर रहेको छ हदस्सा, जुन चाहिँ तपाईले एस्तर 2:7 मा पढ्न पाउनुहुन्छ। त्यसै गरी 14औं प्रश्न थियो, उपदेशकको पुस्तक कसले लेखेका हुन्? जसको सही जवाब हो सोलोमन राजाले। यसको सही जवाब हामी उपदेशक 1:9 र 10 पदमा हामी पाउँछौँ। अनि त्यसै गरी अन्तिम प्रश्न थियो 15औं तथा अन्तिम प्रश्न, जहाँ दर्शन र प्रकाश छैन त्यहाँ के हुन्छ भन्ने प्रश्न राखेका थियौं, जसको उत्तर रहेको छ मानिसहरू भाँडिन्छन्। यो कुरा चाहिँ तपाईले हितोपदेश 29:18 मा पढ्न पाउनुहुन्छ। र हामीले सबै आज सोधेका प्रश्नहरू पनि राखिसकेका छौं र अन्त्यमा जय मसीह भनेर जोडिनु भएको रहेछ। विशेष गरेर चाहिँ कल्याणी बस्नेत हालेलुया भन्नुभएको छ। मनिता दर्नाल जय मसीह भनेर आउनु भएको हो। जय मसीह तपाईलाई, गड ब्लेस यु अल भन्नुभएको छ पुनम राई। अनि त्यसै गरेर डिएस सुब्बा सन्टु यु भन्नुभएको छ। र आज चाहिँ सबैभन्दा धेरै कसले मिलाउनु भएको छ भनेर अघि सुरुदेखि लाइभ हेर्दै हुनुहुन्थ्यो, तपाईँ जोडिनु भएको थियो भने पक्कै पनि तपाईँलाई थाहा छ। हुन्छ, म तपाईँहरूको आजको विजेता सबैभन्दा थोरैबाट हामी भन्छौँ है त। धेरैजनाले प्रश्नको सही जवाब दिनुभएको हो। तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। तर हामीले तपाईँहरूलाई सुरुमै भनिसकेका छौँ, किनकि तपाईँलाई पनि यो कुरा जानकार हुनुपर्छ कि जो कमेन्ट सही सुरुमा आउँछ त्यसैलाई हामीले मान्यता दिन्छौँ। त्यसैको आधारमा आजको हामी अन्तिमबाट विजेतासम्मको नाम यहाँ घोषणा गर्न गइरहेका छौँ। हाम्रो अन्तिममा 1 नम्बर ल्याउनु हुने हाम्रो रायन साक्यजी हुनुहुन्छ। हामी उहाँलाई पनि धन्यवाद साथै बधाई भन्न चाहन्छौँ। त्यस्तै गरी इन्द्र राईले 2वटा प्रश्नको उत्तर मिलाउन सफल हुनुभएको थियो। अनि त्यसै गरी हाम्रो हिजोको विजेता हुनुहुन्छ माधव चौलगाईजी। उहाँले पनि आज 5 मार्क्स ल्याएर सेकेन्ड पोजिसन ल्याउनु भएको छ। तर हामीसँग सेकेन्ड पोजिसनको हामीले पहिलो पोजिसनलाई मात्र दिने गरेका छौँ। र फाइनल्ली हामी विजेताको नाम घोषणा गर्दैछौँ आज चाहिँ। आजको विजेता हुनुहुन्छ राई। कङ्ग्रेचुलेसन्स पुनमजी, तपाईँले चाहिँ 7वटा प्रश्नको उत्तर मिलाउन सफल हुनुभएको छ। हामीले जम्मा 15वटा क्वेसन राखेकोमा झन्डै 50% पुर्याउनु भयो है उहाँले चाहिँ। एकदमै ओके, पुनमजीलाई बधाई हामीले दिइसकेका छौँ र आजको विजेता हुनुहुन्छ। र तपाईँले हामीलाई इनबक्समा आएर सम्पर्क गर्न सक्नुहुनेछ। ब्लेस द हिमालयको इनबक्समा तपाईँले हामीलाई टेक्स्ट गर्नुहोला केही समय पछाडि। र यहाँनिर उहाँहरूले अन्तिममा केही कमेन्ट लेख्नु भएको छ, हामी यो कमेन्ट चाहिँ पढ्न चाहन्छौँ। खुसी लाग्यो आज हाम्रो जवान भाइहरू यो दिनहरूमा परमेश्वरसँग नजिक हुनुहुँदैछ। अझै आउने दिनमा अझै परमेश्वरको अगाडि सुन जस्तै खाड्नु भएको होस् भन्न चाहन्छु भन्नुभएको छ। धन्यवाद छ तपाईँलाई एकदमै उत्साहको निम्ति। र निरन्तर रूपमा तपाईँहरूको उत्साह, तपाईँहरूको सल्लाह सुझाव हामीसँग रह्यो भने चाहिँ हामी अझ आगामी दिनमा अगाडि बढ्नलाई एकदमै उत्साहित हुनेछौँ। हौसलाको निम्ति तपाईँलाई धन्यवाद छ है त। अनि डिएस सुब्बाले पुनमजी नेक्स्ट टाइम चाहिँ मेरो टर्न है भन्नुभएको छ। एकदमै कोसिस गर्नु होला। र राजा राम चौधरी जय मसीह भनेर आउनुभएको छ अन्त्यमा, जय मसीह। र अरूले धन्यवाद हजुर भन्नुभएको छ पुनम राई। ओके, जोनाथन शेर्पा ल बधाई छ पुनम राईजी भन्नुभएको छ। एकदमै हामीले अन्त्यमा भन्नुपर्दाखेरि चाहिँ जसले अहिले बधाई दिइरहनु भएको छ उहाँ नै आजको हाम्रो यो क्विजको प्रायोजक पनि हुनुहुन्छ र तपाईँलाई पुरस्कार पनि उहाँले नै उपलब्ध प्रायोजन गरिदिनु भएको छ। र धन्यवाद छ विशेष गरेर फुर्वा जोनाथनलाई पनि र आजको यो क्विजलाई चाहिँ सफल पार्नको निम्ति हामीलाई सहायता गर्नुभएको लागि। र
तपाईँ जतिजनाले हामीसँग सहभागी हुन भयो तपाईँहरू सबैलाई पनि धन्यवाद है त। धन्यवाद छ। हाम्रो चाहिँ आउँदैन र भन्नुभएको छ डिएस सुब्बाले, पक्कै पनि आउँछ है। यो दिन तामाङ कङ्ग्रेचुलेसन पुनम जी भन्नुभएको छ, एकदमै कङ्ग्रेचुलेसन दिनु होला उहाँलाई। उहाँले चाहिँ एकदमै धेरै उ गर्नुभएको छ। र पुनम बहिनीलाई शेर्पा मण्डलीको बाट बधाई भन्नुभएको छ। एकदमै पेम्बा शेर्पा एकदमै शेर्पा मण्डलीको आदरणीय पास्टर हुनुहुन्छ र उहाँले पनि पुनम राईलाई चाहिँ बधाई दिइरहनु भएको छ है त। र ओके छ त हजुर भन्नुभएको छ पुनम राई, र उहाँहरू एकदमै रिप्लाई दिनुभएको छ एक अर्कामा। ल ठिक छ, फाइनल्ली डिएस सुब्बाले थ्याङ्क यू ब्रोहरू भन्नुभएको छ है। ओ धन्यवाद हजुर, तर म त भाइ हो नि भन्नुभएको छ। एकदमै सायद नाम हुन्छ नि अलिकति पुनम चाहिँ लेडिजको नाम जस्तो सुनिएकोले चाहिँ त्यस्तो भयो, माफ गर्नु होला है त। हाम्रो आदरणीय पास्टर पेम्बा शेर्पाले चाहिँ एकदमै घोषणा गरिसक्नु भएको छ लाइभ मार्फत नै, भोलि मेरो तर्फबाट हुनेछ पहिलो विजेतालाई 500 भन्नुभएको छ। धन्यवाद छ पास्टर पेम्बालाई हाम्रो तर्फबाट। ऊर्जा पार्टी जहाँ सहभागीले आज यति धेरै हामीलाई सपोर्ट गरिराख्नु भएको छ, उहाँहरू यसरी लाइभमा आएर हामीलाई साथ दिनुभयो। विभिन्न देशबाट, तपाईँ जापानबाट हुनुहुन्छ, मलेसियाबाट हुनुहुन्छ, साउदी अरब अनि युएई दुबईबाट, त्यसै गरी तपाईँहरू विभिन्न ठाउँ भुटान, इन्डिया, यस्तो विभिन्न देशबाट रहेर हामीलाई हेर्दै हुनुहुन्छ अनि तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्छौँ। ओके धन्यवाद छ। अब चाहिँ हामी हाम्रो यो क्विजलाई आजलाई चाहिँ यही अन्त्य गर्छौँ। भोलि फेरि हामी भोलि चाहिँ सायद हामी आजको टाइम भन्दा पनि अझ लेट या अगाडि हुनसक्छ। हामी टाइम अवश्य नै हामी हाम्रो पेजबाट जानकारी दिनेछौँ। हाम्रो पेजमा तपाईँहरू जोडिँदै रहनुहोला र भोलिको क्विजमा सहभागी हुनका लागि तपाईँहरू तम तयार भएर बस्नुहोला है त। र तबसम्मका लागि चाहिँ हामी आज चाहिँ बिदा माग्छौँ र विशेष गरेर त्योभन्दा अगाडि हामी धन्यवाद दिन्छौँ सबैजना सहभागीलाई अनि हाम्रो विजेता पुनम राईलाई पनि फेरि पनि धन्यवाद भन्छौँ। अनि त्यस्तै गरी हाम्रो प्रायोजक फुर्बा जोनाथनलाई फेरि पनि हामी एकदमै धेरै धन्यवाद भन्छौँ। र जाँदा जाँदै हाम्रो ब्लेस द हिमालय पेजलाई लाइक गर्न फेरि पनि हामी अनुरोध गर्छौँ। साथै हाम्रो युट्युब च्यानल पनि छ ब्लेस द हिमालय, जहाँ चाहिँ यो हाम्रो क्विजलाई हामी फेरि त्यहाँ पनि पोस्ट गर्छौँ। यदि तपाईँ सुरुदेखि हेर्नु भएको छैन भने तपाईँ ब्लेस द हिमालय युट्युब च्यानलमा गएर तपाईँले हाम्रो आजको यो पुरै एपिसोड तपाईँ हेर्न सक्नुहुन्छ। र त्यति मात्र होइन, हिजोको एपिसोड पनि हामीले युट्युबमा राखिसकेका छौँ र तपाईँले त्यहाँ गएर हेर्न सक्नुहुनेछ है त। ओके आजलाई भने यति नै, र भोलि फेरि पनि हामी तपाईँ माझ आउनेछौँ। आजलाई भने बाँकी सबै कुराहरू तपाईको परिवार अनि तपाईँ लगायत सेवाकाई सबैमा प्रभुले आशिष दिनुभएको होस्। तपाईँहरूको उत्साहित यो सहभागितालाई हामी एकदम धन्यवाद भन्दछौँ र हामी तपाईँको लागि निरन्तर प्रार्थनामा हुनेछौँ र हाम्रो